सम्पूर्णमा नमस्कार। फेरि पनि हामी अहिले यता यहाँ बन्दीपुर भन्ने ठाउँमा आइपुगेका छौँ। हामी चाहिँ भर्खरै मात्र मानुङकोट भन्ने ठाउँमा थियौँ। मानुङकोटबाट घुम्दै घुम्दै फेरि आज बन्दीपुर पनि नजिकै पर्छ भनेर, यहाँको डिस्टेन्सको हिसाबले नजिकै पर्छ भनेर हामी बन्दीपुर आएका छौँ। यो पछाडि मेरो पछाडिको दृश्य तपाईँले देख्न सक्नुहुन्छ। यो बन्दीपुरको दृश्य हो। एकदमै रमणीय ठाउँ छ। आजको दिन एकदमै घमाइलो छ। मौसमले पनि एकदमै साथ दिएको छ। त्यो हिसाबले गर्दा पनि हामीलाई यहाँ विशेष अवलोकन गर्न एकदमै सहज भइरहेको छ। त्यसैगरी यहाँको गाउँ बस्ती समाज एकदमै मिलेको रहेछ। बाटोघाटाहरू सबै तपाईँको बाटोघाटोहरू एकदमै मिलेको। तपाईँको चाहिँ यहाँका युवा साथीहरूले पनि एकदमै यो ठाउँलाई स्वच्छ सफा राख्नुपर्छ भनेर पछाडि मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ काम गरिराख्नु भएको छ उहाँहरूले। यहाँका युवाहरू चाहिँ एकदमै जागरुक हुँदो रहेछ। यस पर्यटन व्यवसायलाई चाहिँ जगेर्ना गर्नुपर्छ भन्ने हेतुले होला सायद उहाँहरूले चाहिँ यस ठाउँलाई एकदम स्वच्छ वातावरणमा चाहिँ घुम्नपर्छ। यहाँ आएका पर्यटकलाई चाहिँ फेरि पनि घुम्न यस्तो फोहोर ठाउँ भनेर चाहिँ एउटा त्यो कम्प्लेन गर्ने ठाउँ नहोस् भनेर चाहिँ यहाँका युवाहरूले एकदमै चाहिँ सफा गरिराख्नु भएको छ। र यसै गरी मलाई साथ दिन आउनुभएको छ मेरो साथी सन्दीप पोखरेल। उहाँको दुई शब्द पनि सुनौँ, उहाँको के छ यस ठाउँको विषयमा के रहेछ, उहाँले नै आफ्नो कुराहरू राख्न गइराख्नु भएको छ। सन्दीप सर हजुर नमस्कार। के छ यहाँको? हामी बन्दीपुरमा छौँ। हामी कस्तो लाग्यो यो ठाउँ तपाईँलाई? रमाइलो आइरहेको छ। त्यहाँ हामी कम्तीमा 15-20 मिनट चाहिँ हामीको हिँडाइपछि हामीले एउटा कोटको हामीले दर्शन गरिसकेका छौँ। हामीले यस ठाउँबाट के सिकिन्छ भन्दा यस्ता ठाउँहरू पनि छन्। नेपालमा विभिन्न किसिमका ठाउँहरू छन् जसलाई हामीले सघाना गर्न सक्यो भने भावी पीडितहरू चाहिँ यसबाट चाहिँ मुनाफा कमाउने र विदेशी स्तरमा चाहिँ यो चिनाउन सकियो भने पक्कै नेपाललाई चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने कुरा लाग्दछ। र ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ हामीले यी बन्दीपुरहरू गाउँहरू देखिन्छ र साइडमा पनि एउटा म्युजिकको धुनहरू चाहिँ सुनिरहेको छ। रमाइलो पनि भइरहेको छ। यहाँ एउटा सचेतना कार्यक्रमहरू जस्तो रहेछ। फोहोर व्यवस्थापन कसरी गर्ने, फोहोरलाई कसरी म्यानेजमेन्ट गर्ने भन्ने कुरा पनि यहाँका उच्च बुद्धिजीवी मान्छे र युवाहरू र पुलिस प्रशासन सहितको टोलीले चाहिँ गरिराख्नु भएको रहेछ। मलाई एकदम खुसी लाग्यो। यो ठाउँ हरेक ठाउँहरू आफ्नो ठाउँको आफ्नो विशेषताहरू छ। त्यसमा पनि यसको विशेषता भन्नाले मिलेर बसेको ठाउँ रहेछ। साँच्चीकै भ्रमणवश बन्दीपुर भनेर चाहिँ घोषणा गरेको साँच्चीकै नै रहेछ भन्ने लागिरहेको छ। र सबैजना यस ठाउँमा आएर घुम्नु होला र इन्जोय गर्नु होला जस्तो लाग्दछ। तपाईँको त यो बन्दीपुर भन्ने ठाउँ पहिलोचोटि होला है? मेरो पहिलोचोटि हो। तपाईँ अब मलाई एकदम खुद लाग्थ्यो कसरी